खै मेरो नातिनी साह्रै बिमार हुन्छ। यो अम्बकको मुन्टाहरू पनि मजाले घैनिँदा पनि हुँदैन। खै के हो मेरो नातिनी त खै तितेपातीहरू खै साह्रै डायरिया भमिटिङले साह्रो पार्यो मेरो नातिनीलाई त। आम्मामा खै लुगाहरू पनि जतासुकै राख्छ हौ। ल बस्दा गर ल यहाँ ल, यो पक्रा म फेरि दबाई लिएर आउँछु ल। बाजे के गर्नु भएको उदास छ त? ए नानी आइपुग्यो। हजुर म त दबाई बुटुलेको मेरो नातिनी साह्रो छ कि कहाँ हुन्छ बाजे? अन्त डायरिया भमिटिङ भयो हो। डक्टर देखाउनु भएन? अन्त 1 हप्ता भइसकिसक्यो। अब डक्टर देखाउनु कहाँ बजार जानुपर्छ? बजार होइन नि दाजु, पर गाउँमा आएको छ डक्टर। यस्तो दबाईले पनि हुँदैन त अहिले त, कस्तो ज्वरो मारियो छ। होइन मैले वैद्य दबाई गरिदिँदैछु कि नानी। त्यस्तो हुँदैन अहिले, बलियो दबाईले कहाँ लाग्छ बाजेलु? गरम कतिको भइरहेको छ अहिले। लानुहोस् पर बाजे, हिँड्नुहोस् त बुढा, त म पनि जान्छु। हुन्छ रानी। त भइरहेको छ त बाजे। त्यही त हो। अन्त खै अब सानोमै बितिहाल्यो आमा बाउ हो। हजुर। अनि बाजेको हत्तु त्यही त पल्लो गाउँमा डक्टर छ भन्नुहुँदैछ नानी। पैसा लाग्दैन? पैसा ठिक छैन अहिले त्यस्तो लाग्दैन, हेल्थबाट राम्रो अहिले राम्रो छ हेल्थको मान्छेहरू, सबैजना फ्री ट्रिटमेन्ट हो बाजे। तपाईँ जानुहोस् एकताल, जाउँ मै लान्छु बरु भन्छ। ए हुन्छ पैसा त पर्दैन है, मेरो त फुटेको कैँची छैन। केही पर्दैन, त्यहाँनिर पुरा मान्छेहरू पनि छ, तपाईँलाई त याद छैन? याद छैन नि नानी। बाजे हामी यस्तो गफ गरेर हुँदैन, नानी चाहिँ लैजाउँ डक्टर भागमा देखाइहालौँ बाजे। हुन्छ हुन्छ नानी, मैले त हुन्छ नानी हुन्छ। बोकेर लानुहोस् बाजे, बोकेर। हुन्छ। मेरो नातिनीलाई आज डक्टर आएछ, देखाउनु जानु पर्यो पल्लो गाउँमा। डक्टर नातिनीलाई आज देखाएर चाहिँ मजाले जाति बनाएर लानु पर्यो। देखाउनु त्यो कहाँ वैद्य दबाईले हुन्छ अहिले कुरामा। हुन्छ 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 यही हो। एकैछिन नै चेकअप हुँदैछ। नमस्कार सर। ए नमस्कार। मेरो नातिनी बिमार भएर नि। ए ला के भयो? हजुर यो डायरिया भमिटिङ भएर सर। बस्नुहोस्। हुन्छ सर। के बटुले नानी के बिमारी भयो? ए हेर्नुहोस् न दिदी, पानी अन्त डायरिया भएर नि साह्रो पारेर ल्याएको नि। राम्रो डाक्टर चेकअप गर्नुहोस् है। हुन्छ। ल यहाँ हेर्नुहोस् त आमा, यो दिनमा 2 टाइम छ हो। यो दिनमा 2 टाइम खानुहोस्, 2 गोली एक-एकवटा निकाल्दै हो। अन्त यो दिनमा 3 पल्ट यो मालिस गर्नुहोस् बिस्तारै हो। त्यो खाएर कतिको हुन्छ सन्चो हुन्छ कि हुँदैन हो, जाति भन्नाले फेरि फोन गर्नुहोस् न, मेरो मोबाइल नम्बरहरू यही छ हो। राम्रोसँग ट्रिटमेन्ट गर्नुहोस् न ल, आउँदै गर्नुहोस्। बस्तीतिर हामी सेवा गर्दै आउँदै गर्छौँ ल। नानीको नाम अक्षर हो। अक्षर है। उमेर 5 वर्ष पुग्यो। 5 वर्ष। के खासमा चाहिँ के भएको रहेछ नानीको? डक्टर सर अस्ति 1 हप्ता अलिक बेसी भइसकिसक्यो सर। अनि मैले त्यो अम्बकको टुप्पोदेखि लिएर बोक्रादेखि लिएर सबै वैद्य दबाई गरिसकेँ डक्टर सर। ठुलो सास फेर्नुहोस् नानु। गुड। यो खोलिदिनुहोस् त दाजु। पुरा नै टाउको दुख्यो भने कि नातिनीले, अन्त नि। होइन खोलिदिनुहोस्, के हुँदैन त्यसले कि। हुन्छ दबाई त सर मैले त वैद्य दबाई गर्दैछु कि सर। अनि मैले त्यो अम्बकको टुप्पा र त्यो बोक्राहरू पनि मजाले कुटेर दिएँ। त्यसले नभएर सर मैले कोदोको जाँड पनि मजाले लिएर है खुवाइदिएको, रहे पनि अड्केको जस्तो भयो, फेरि जस्तोको त्यस्तै हुन्छ। त अहिले टोइलेट चाहिँ पहेँलो सेतो जाँदैछ सर। त्यही अब बेसी मैला पानीहरू खोल्चा खाल्ची नानीहरूले खाएछ, मैला किराहरू त्यसमा दिनु हुँदैन। र हामी त यस्तो नि, हामी त सेन्टरबाट घुम्दै आउँछौँ। र बाजेहरूको त्यो सेन्टर कहाँ पर्छ यहाँनिर? हाम्रो सब सेन्टर हाम्रो त यहाँ माथि नन्दुगाउँ पर्छ नि। हामी त यस्तो घरिघरि आउनु पाउँदैन, हामी 6 महिना एकपल्ट चाहिँ नानीहरूको के बिमारी छ ट्रिटमेन्टहरू गर्दै हिँड्नुपर्छ हो।
अब ठिकै छ, केही छैन। अब नानीलाई अलिक जोगाउनुपर्छ मैला पानीहरूदेखि। यो दबाईहरू दिँदैछु हो। हजुर। यो चाहिँ ओआरएस हो। हजुर सर। यो हाम्रो सेन्टरबाट आउँछ। हजुर सर। यो चाहिँ 1 लिटर पानीमा हो। पानी चाहिँ उमाल्नु पर्यो, उमालेर हजुर सर। सेलाएर चाहिँ के भन्नु त्यसमा मजाले फिटेर दिनु। मैले खासमा बाहिर सिलगढी भयो, दिल्लीहरूतिर नानीहरू 2 वर्षदेखि पुगेको, 5 वर्षसम्म चाहिँ पुरा भमिटिङ, ज्वरो, डाइरियाले नानीहरू पुरा मर्दैछ, बुझ्नुभयो त? यो नानीहरूले मैला पानी खाएर बाटोतिर खान्छ, किराहरू परेको। र तपाईँले चाहिँ अब के छ, तपाईँको सब सेन्टर कहाँ छेउमा पर्छ, बुझ्नुभयो? यो ज्वरो, भमिटिङ बेसी भयो भने, डाइरिया बेसी भयो भने तपाईँले तुरन्त एकदम तपाईँको कहाँनिर छेउमा छ तुरन्त देखाइहाल्नुहोस्, बुझ्नुभयो? हामी पनि यसरी घरिघरि आउनु पाउँदैन, यसो 6 महिनामा आउनुपर्छ। ल तपाईँले चाहिँ त्यसो चाहिँ गरिदिनुहोस्, त्यति चाहिँ हुन्छ। ल हुन्छ। यो मैले भनिहाल्छु, 1 लिटर पानीमा हो यो ओआरएस दिनमा 3 पल्ट फिटेर दिनु। हजुर सर। टोइलेट राम्रो हुँदैछ नि है, र पनि अलिकति त्यो होइन, पिरिक हुँदैछ सर। अन्त ठिकै छ, केही छैन। यो दिनमा डाइरियाको, टोइलेटको दिनमा 2 टाइम। हजुर सर। ज्वरो पनि छ नि हजुर। हल्का। यो दिनमा 3 टाइम खाना खाएर। हजुर सर। अब हामी सब सेन्टरबाट आउँदाखेरि अलिकति के फाइदा हुन्छ, तपाईँलाई यसरी हामी गाउँ घुम्दै आउँछ। तपाईँहरूको त निकै टाढो पर्ने रहेछ गाउँ बस्तीमा है। केही छैन, र पनि तपाईँलाई कन्ट्याक्ट नम्बरहरू हालिदिएको छु मेरो है, कन्ट्याक्ट गरेर सोध्नु सक्नुहुन्छ तपाईँले। हुन्छ सर। हुन्छ, आउँदैन जुन नाति नि भन्न डक्टर चाहिँ हाम्रो गाउँमा आइदिए छ, पल्लो गाउँमा भए पनि यो मेरो नातिनीलाई अलिकति अब दबाई पानी खुवाएर राखिदिनु। हुन्छ गोइङ सर।